कोरोना भाइरसको नयाँ भेरिएन्टको चेनलाई ब्रेक गर्न कुनै भिडभाड नगर्न सरकारले देशभरि कडा निर्देशन गरे पनि महोत्तरीमा भिडभाड कम हुन सकेको छैन। महोत्तरीका विभिन्न स्थानमा संक्रमणको जोखिमका बीच भिडभाड कायमै छ। महोत्तरीबाट मनोज झा मुक्तिको रिपोर्ट। कोरोना संक्रमणको दर बढ्दै गएको तथा त्यसको नियन्त्रणका लागि सरकारले भिडभाड कम गर्न आग्रह गरेको छ। त्यसका बावजुद महोत्तरीमा भने विभिन्न स्थानमा भिडभाड कायमै छ। यो दृश्य बलवा नगरपालिका वडा नम्बर 3 को पौडल स्थानमा रहेको कारिखा बाबाको मन्दिरको हो। 1 महिना बन्द रहेको मन्दिरमा वैशाख 17 गते शुक्रबारदेखि पूजापाठ प्रारम्भ हुने कुरा पूर्व जानकारी स्थानीय प्रशासन र स्थानीय सरकार सहित जिल्लाको हरेक निकायमा जानकारी हुँदाहुँदै कुनै निर्णयको ठोस कार्यान्वयनको अभावमा पौडल स्थानमा भिड लागेको सर्वसाधारणको भनाइ छ। खसी चढ़ावे के हमरा बच्चा के मानल छले एहि लागि हम एलिए सबेरे, लेकिन यहाँ रुकल 12 बजे तक मतलब कि खसी नहीं चढ़ते से बात कह के मान लो गाड़ी से बात जानकारी रहती लोग के तो थोड़ी नहीं थे। संक्रमण दर बढ़िरहेको समयमा भिडभाड गर्न नहुने जानकारी भएको भए पनि पूजा गर्न आउनेहरूको दबावका कारण मन्दिर खोल्नु परेको पुजारीले बताएका छन्। चैत महिनाको यहाँ पूर्णिमा हिसाबले बोका बन्द हुन्छ अनि चैत पछि वैशाखको सुरु बरागणको हिसाबले वास्तवमा चाप बढी भएछ। यो विषयमा नेपाल सरकारको यस कानुनको तहत हैन स्वीकार गरेर नचढाउने हामीहरूको पनि मनसाइ थियो न। 2-3 दिन अगाडि यहाँको इलाका प्रहरीको सही साहबसँग पनि कुरा भएको थियो हैन, चढाउँदैन। मैले पनि भनेको थियो कि चढाउँदैन, तर पनि बाटोघाटोको सुविधा छँदैछ, त्यो कारण यहाँ यात्रीहरूको चाप बढी भएछ। संक्रमणको दर बढ्दै गएपछि देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिएको छ। सरकारले संक्रमणको दर नियन्त्रणका लागि भिडभाड नगर्न र स्वास्थ्यका मापदण्ड पालना गर्न सर्वसाधारणमा अनुरोध गरेको छ। कतिपय स्थानमा संक्रमितले उपचारको लागि बेड समेत पाउन सकेका छैनन्। यस्तो अवस्थामा आम सर्वसाधारण समेत सजग हुनु जरुरी छ। सगरमाथा टेलिभिजनका लागि महोत्तरीबाट मनोज झा मुक्तिको रिपोर्ट।